हेलो गाइस, स्वागत छ मेरो फर्स्ट माइनक्राफ्टको भिडियोमा। अनि यो भिडियोमा चाहिँ म सर्भाइभल सिटी स्टार्ट गर्न गइरहेको छु। ल सुरु गरिहालौँ त। नजाउँ एकछिन है, 10-20 सेकेन्ड थोरै ल्याग हान्छ गाइस। ओके, थोरै ल्याग भइरह होला अहिले। ल्यागै भइरह यार, किन भइरह भन्ने। ल मैले वुड तोडी अबे यार म जाडो यार, म खेल्नु छैन यार। यति टाइमसम्म कोही ल्याग हान्छ भने ल त्यसका बाद टुट्छ सिमसिम। ल आजको गोल चाहिँ हाम्रो एउटा स्टोनको टुल्स बनाएर गर्ने होइन गाइस। मेरो वुड आयो। ओके, मैले वुड पाएँ होइन, एउटा अझ वुड चाहिँ सिमसिम आयो। 2टा वुड इनफ होला होइन, अझै वुड तोड्छु। यहाँ वुडको त कमी जे भएन। ओके, 5वटाले पुग्छ अब, यो आफै खस्छ अब। ओके, आजना वुड आयो। ओके ल प्ल्याङ्क्स बनाउँछु अब यसको। 4वटा कहाँ हुन्छ यार, सबैको प्ल्याङ्क्स बनायो। अब स्टिक बनाउँछु, क्राफ्टिङ टेबल। स्टिक अझ चाहिन्छ होला, 8वटा स्टिक इनफ हुन्छ। ओके गाइस, यो क्राफ्टिङ टेबल यता बस। म पिक्याक्स नि चाहियो मलाई। अब क्या ओके गाइस, फर्स्ट टोन माइन गरिरह। सेकेन्ड अचिभमेन्ट। ओके, मदर बिचल्स बेसी आउट। ओके ओके, यो अर्को आजको गोल चाहिँ हो कि हाम्रो सबै मजाले स्टोन माइन गर्ने होइन। अनि यो चाहिँ जम्मा एपिसोड 1 हो। अगाडिको सिरिज कन्टिन्यू पछि गर्छु होला, एपिसोड 1। ओके, यति वुड इनफ हुन्छ। फेरि स्टोन नसडी गेम। अनि गाइस, म चाहिँ यहाँ मोबाइल खेल्दा भयो, यो कुरा जाने होला। अब म मोबाइलमा माइनक्राफ्ट खेल्न बसिरहेको। ओके, डट त यतै बस्यो यार, यता नि डट यार। ओके, मैले यहाँ डट हालेँ। स्टोनको एउटा एक्स चाहिन्छ, एउटा एक्स र पिक्याक्स भइपुग्छ। ल ओके, यसलाई तोड्छु म यता। ल मैले वुड, ल क्राफ्टिङ टेबल पनि तोडेँ। नै एनिमल छैन भने म अब हेर्नु त यार, कसरी खाना खाने यार। चलो जाऊँ एनिमलको खोज। स्पन त ठिकै छ, स्पन त राम्रै छ। ओइ मधुमक्खीको छट्टा, यसलाई छुयो भन्दा बुक्क मर्छ म्यास। ओ यहाँ आइरन पाउन सक्छ यार। म खतरोको खिलाडी। ओइ के हो यो? आइरन देखेँ मैले, जहाँ आइरन छ त्यहाँ म हुँ। म जब हान्दिरहेको यार, होइन हान्दियो के। कता खायो पानी, यताबाट रहेछ। चलो जान्छु। ओके, यहाँ बस कोही मर्छ न। ल सेफ। अब फर्स्ट मेरो आइरन।
अब जब 2 आइरन पायो यार भित्र जाने हो खतरा हुनसक्छ तर कोलको लागि गर्छु बन्दै हो खतरा ओके यो माइन गरी एक क्लिक पनि यार 8 9 अबे कस्तो क्लिक नभयो यार एकछिन है गाइस मैले सारे राइहाल्छु इन्भेन्टोरीमा गएर मलाई अहिले स्टिक चाहिन्न पिक्याक्स यता राख्छु ल अब कोलकाता माइन गर अझै यहाँ एउटा एक कोल नि छोड्दिनँ म त यार अहिले म धेरै त्यति रिसोर्सेस छैन कि मसँग त्यही भएर हो तर मलाई यो कोल त धेरै काम लाग्दैन ओके यो नि माइन गरी भित्र जाने भन्दा पहिले टच गरेर जानुपर्छ फेरि फस्न सक्छ कताको टची साह्रो होइन देखाइदिनु पर्छ एउटा स्टिक मात्रै हो यार त्यसले माइन गर्छु ओके यता एउटा टच यता कोही छ त अझै के छैन त माथि हुनसक्छ चलो म खतरा उठाउँदै हुँ के छ त छैन आज केही रहेछ माथि जानु पर्यो मेरो टर्चले मौडी अरू केही छैन यो केभमा केभ खाली भइसकेको अवस्था ल माथि जाउँ अब माथि जाउँ न अरे बेटा अरे म माथि हेर्दै हात बट लो म त ब्लक लाग्यो यार अब बिल्ड गरेर जानु ओके यताबाट त्यो ब्लक टुट्छ होला कुन्थे पनि अच्छा उतै ब्लक गर्दैछु मैले यार अब यो युज गर्छु नपक्न डट यता थोरै स्टोर छ यहीँबाट माइन गरेर लिएर जानु पर्यो ओके माइन गर अनि गाइस आजको भिडियो चाहिँ धेरै लामो हुँदैन होला 8 मिनेट भइसकेको भिडियोलाई प्लिज के लाइक सब्स्क्राइब अनि कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला मेरो फर्स्ट भिडियो नै हो माइनक्राफ्टको मतलब मैले यस्तो सिरिज कहिले स्टार्ट त गरेँ होइन जे भने यो पहिलोचोटि गरिराख्नु मलाई यति इन्ट्रेस्ट नै छैन कि यस्तो गर्नुमा तर नि म तपाईँहरूले भ्युज ल्याउनुहुन्छ मलाई तपाईँको इन्टरटेनमेन्टलाई गरेर त एउटा लाइक सब्स्क्राइब अनि कमेन्ट सेयर गरिदिनु होला होइन गाइस अब आज के भन्ने त ल आजको भिडियो चाहिँ गरिदिनु पर्ला होइन गाइस यस्तै सपोर्टहरू गरिराख्नु पर्यो मेरो सब्सक्राइबर बढाउनु पर्छ कि गाइस र सब्सक्राइबर कम हो कि मेरो अहिले मसँग यति पैसा त छैन कि तपाईँलाई केही दिन सक्छु तर प्लिज के लाइक सब्स्क्राइब गर्नु पर्यो अब आजलाई त यति गरौँ आइरन दुईटा नि भेट्यो हामी अर्को भिडियोमा यसलाई स्मेल्ट गर्ने भनेर काम गर्छौँ त गाइस आजको भिडियोलाई यति नै म भेट्छु अर्को भिडियोमा थ्याङ्क यू बाई बाई